एकदम मान्छु भगवान मान्छु कि बालेनलाई कसैले नभन्नु तर गरिब दुखी पीडित त्यही हेर्नु पर्यो। सरकारले चाहिँ तपाईहरुलाई यहाँबाट व्यवस्थित रूपमा हटाउने भनेको छ के छ? यो 58 सालदेखि बस्यौं 22-23 वर्ष भयो आज उठाएर खेदायो कहाँ जाउँ त म भने पनि म त उठिदिन्छु खुसीले। मलाई नर्मल छैन बालेन सरकार जिन्दाबाद। चुपचाप घन्टीमा भोट हाल्नुभयो त्यसैले चुपचाप तपाईहरुको सामान्य स्थानान्तरण गर्नु हुँदैछ। तर बालेनको यो निर्णय चाहिँ कस्तो अचम्म है। ऊ एक्लैले निर्णय गर्ने के पार्टीको निर्णय पनि नचाहिने अनि मन्त्री परिषदको निर्णय पनि नचाहिने उसले एक्लैले निर्णय गरेर हुने रहेछ। हजुर भनेपछि अहिले